परमेश्वरलाई धन्यवाद। नपाउँदाखेरि प्रभु मलाई कति आपत, कति बस्ने ठाउँ केही थिएन प्रभु, घर सर केही थिएन। अर्काको भाँडा माझेर खान्थेँ म। बन्या सरस्वती हो म। 9 विषय घर प्रभु, मेरो 9 विषय घर। 7 नम्बर ओडामा बस्छु, 9 विषय ओडा नम्बरमा प्रभु। मैले कति दुःख पाएँ, कति आपत पाएँ। बालमा बस्दा तिर्न सकिनँ। मैले धेरै दुःख कष्ट पाएँ। थिएन, बस्ने बास थिएन। घरबारी थियो, सबै साउले लिइदियो। नपाएर म होटेल गरेर भाँडा माझेर 4-5वटा बच्चा थियो। परमेश्वर छोरीलाई दिहिन आरन्थानमा छोरा चाडा थियो, छोरालाई पनि पढाउन सकिनँ। पछि होटेल गरेर छोरा छोरी नाता नातिनी हुर्काएँ। मैले पछि अगाडि मैले पसल गरेँ, म खान्थेँ, चुरोट खान्थेँ, यताउति खान्थेँ। मैले प्रभु नपाउँदा म संसारीमा थिएँ। मैले भुल गल्ती गरेँ प्रभु, मलाई क्षमा दिनुहोस् भनेर मैले परमेश्वर पाएपछि, यो सृष्टि पाएपछि प्रभु तपाईँ परमेश्वरलाई मैले जिएपछि प्रभु मलाई परमेश्वरले बदल्नु भयो, मलाई नयाँ जीवन दिनुभयो, पवित्र गर्नुभयो परमेश्वर पिता। मेरो नाता नातिनी सबै छन्, 12 जना नाता नातिनी सबै बच्चा सबै छन्, पढाइ लेखाइ। अहिले मलाई परमेश्वरले सबै कुरो गवाईहरू दिनुभएको छ। आशिष दिनु नपाउँदाखेरि म अर्कै थिएँ। अहिले परमेश्वर मैले पाएपछि मलाई आनन्द भयो, सुखी भयो। अर्काको घरमा बस्ने पैसाले भन्न तिर्न नसक्ने त्यस्तो आपत थियो प्रभु। परमेश्वर मैले पाएपछि मेरो जीवन पनि, म रोगी थिएँ, मलाई सबै थोर जीव बदलिदिनु भयो, नयाँ जीवन दिनुभयो, मलाई सबै कुरो दिनुभयो, घर दिनुभयो, बस्न ठाउँ मलाई मजाले सबै थियो। परमेश्वर पवित्र परमेश्वरले मलाई रक्षा गर्नुभयो प्रभु। मैले नयाँ जीवन पाएको छ। परमेश्वर तपाईँहरूले पनि विश्वास गर्नुहोस्। हेर्नुहोस्, एक मात्र परमेश्वर हुनुहुन्छ। यो परमेश्वर पाएर मलाई धेरै आनन्द खुसी। अहिले मलाई दरबार जत्रो घर छ, म आनन्द छु, सुखी छु। परिवारबाट पनि सुख छ, परिवारले नि माया गर्छन्। मलाई अहिले धेरै राम्रो छ प्रभु। नपाउँदा मेरो जीवन गइसकेको थियो। मलाई अहिले परमेश्वर चिन्नुहोस्। तपाईँहरूले पनि हेर्नुहोस्, यो संसारमा परमेश्वर एक मात्र हुनुहुन्छ। चिन्नुहोस्, नयाँ जीवन पाउनुहोस्, रोगबाट चङ्गाउनुहुन्छ। पवित्र आत्मा परमेश्वर दिनुहुन्छ, शक्ति दिनुहुन्छ, ज्ञान बुद्धि दिनुहुन्छ। म चुरोट खान्थेँ, एकबाट त्यस्तो खान्थेँ, सबै कुराबाट मलाई छुटकारा दिनुभयो। परमेश्वरलाई धन्यवाद। मलाई अहिले सबै थोक दिनुभयो, छोरा बुहारी नाता नातिनी बस्न घर सबै थोक दिनुभएको छ। परमेश्वरलाई धन्यवाद छ। तपाईँहरूले पनि यसै गरेर परमेश्वर चिन्न सक्नुहोस्, परमेश्वर लिनुहोस्। एक मात्र परमेश्वर हुनुहुन्छ यो संसारमा प्रभु। तपाईँलाई धन्यवाद छ प्रभु। मलाई नयाँ जीवन दिनुभयो पवित्र परमेश्वर। रोगबाट पनि चङ्गाइदिनुहोस्। म मरेको थिएँ, बचाउनु भयो परमेश्वरले। सबै कुराबाट छुटकारा दिनुभयो मलाई। अहिले परमेश्वरले गर्नुभयो। तपाईँहरूले पनि यो संसारमा परमेश्वर लिनुहोस्, तपाईँहरूले परमेश्वर चिन्नुहोस्। अनि एक मात्र परमेश्वर हुनुहुन्छ। परमेश्वरले सहायता गर्नुहुन्छ। तपाईँले नयाँ जीवन पाउनुहोस् प्रभु। म कति त्यस्तो खाना नपाएर आपत परेर हिँडेँ, अहिले म परमेश्वर सोएपछि मलाई सबै कुरा दिनुभएको छ। आनन्द छु, चिन्ता फिक्री सबै परमेश्वरले लिनुभएको छ। मैले नयाँ जीवन पाएको छ प्रभु। तपाईँलाई धन्यवाद छ प्रभु। यो आज कार्यक्रममा परमेश्वर तपाईँहरू पनि चिन्नुहोस्, परमेश्वर चिन्नुहोस्, लिनुहोस्। हे परमेश्वर, मेरो परिवारलाई पनि सबैलाई मेरो तर्फबाट जय मसी छ प्रभु। सबैले तपाईँहरूले यो लिनुहोस्। भने परमेश्वरले आशिष दिनुहुन्छ प्रभु। मेरो अहिले छन् नाता नाति पनातिनी। म 85 वर्ष भइसकेँ प्रभु। म अहिलेसम्म म तगडा छ, हिँड्न आउन सक्ने ओर्ने छु। परमेश्वरले आशिष दिनुभएको छ मलाई। सबैलाई परमेश्वरले यस लिनुहोस्। परमेश्वरलाई जय राख्छु म प्रभु। तपाईँलाई जय मसी मेरो तर्फबाट तपाईँ परमेश्वरलाई धन्यवाद।